गुड मर्निङ सम्पूर्ण साथीहरूलाई नमस्ते भन्न चाहे। आज पनि गोरुको ग्वालो पढेँ, के गर्ने। यस्तो आज तपाईँहरूलाई म केही कुरा आफ्नो राख्न चाहन्छु होइन। तर कस्तो छ भने राखौँ कि नराखौँ भन्नुभएको छ। के छ भने अलिकता साह्रो गाह्रो परेको छ मलाई। बिहे गरेको थिएँ मैले पनि होइन साथी हो। तर के गर्ने यार, यस्तो भएको छ कि जुन यार म आफ्नो जीवन साथीसँग जीवन काटाउन सक्छु कि सक्दिनँ भन्ने कुरोमा एउटा दिमागको प्रेसर हाई क्वालिटीको जस्तो भइरहेको छ होइन। तर के गर्ने यार, चारवटा बच्चा भइसकेका छन्। अहिले उमेर भन्दाखेरि त्यति झिकै भए पनि त्यति उमेर पनि भएको छैन। खास चाहिँ अब कम भएको छ उमेर भन्न पनि सकिँदैन। किनभने अहिले मलाई 28 पुरा भइसक्यो होइन, 29 लागिसकेको छ। त्यसमा अलिकता दुःखी पनि छु म, किनभने मेरो घरको स्थिति यस्तो छ कि म हजुरलाई बताउन सक्दिनँ। धेरै नाजुक भन्दा यस्तो नाजुक कि जुन हामी दुईजना बिचमा तैरे म कटक्कै चाहिँ मिल्दैन। आखिर किन होला यस्तो भएको छ कि सायद म कुन दुनियाँमा छु जस्तो लाग्छ होइन। त्यसैले हजुरहरूलाई कुनै सुझाव सल्लाह छ भने भन होला। यस्तो गाह्रो समस्या छ होइन, जुन समस्या तपाईँको पनि हुनसक्छ। जिन्दगी यस्तो छ कि साथीहरू, तपाईँलाई म बताउन सक्छु होइन। धिक्कार लाग्छ कहिलेकाहीँ देख्नु मेरो आफ्नो जिन्दगी देखेर होइन। काम गर्नुपर्ने विदेशको ठाउँमा यहाँ झाकडाक्टै आइरहनु कुनै बेला पनि राम्रोसित न त बस्न पाइन्छ। हालत यस्तो छ कि हजुरलाई म बताउन सक्दिनँ के गर्ने। जुन किस्मत छ नि मेरो एकदम खराब लास्टै स्थिति छ होइन। यहाँ अब ठिकै छ साथीहरू। यस्तो हजुरहरूलाई कुनै सुझावहरू छन् भने यसो यो कमेन्ट बक्समा भन्नु होला। दुःख त दुःखै छ नि, तर के गर्ने। घरको स्थिति मेरो एकदम त्यस्तो गरिबको डोन होइन, काम गरिरहेको छु त्यस्तो स्थिति होइन। जुन समस्या अर्कै छ मेरो, जुन तपाईँले भन्नुपर्ने कि नभन्नुपर्ने मलाई थाहा छैन। गाह्रो छन्, धेरै गाह्रो स्थिति। त्यसैले कुनै सुझाव छ भने भनिदिनु होला है।